भिडियोमा हामी टपरा बनाउन सिकाउन गइरहेका छौँ। हामीले टपरी गराउन क्या र सिक्न सक्छौँ? सालको पात टिप्ने अथवा चिउरी पात टिप्ने, अनि लेखमा भएकाले कडुसको पात टिप्ने। अनि यसरी पहिला चाहिँ दुईटा पात हाल्ने। हजुर। यो दुईटा पातलाई यसरी नै यस्तो गर्ने हैन। हजुर। अनि फेरि त्यो उबुल्लो मात्रै हालेको फेरि उल्टो हुन्छ, तल्लो अनि उबुल्लो यस्तो यसरी दुईटा नै राख्ने यसरी हैन। अनि यसरी राखे पछाडि यहाँ सिन्काले बुनिदिएपछि यो चाहिँ पक्को भयो। अब यो पक्को भयो। हजुर। अब यसरी भयो। अनि अब यो एउटा त भयो हैन। अब फेरि यसमा अर्को नि राख्नुपर्छ यताबाट घुम्नलाई। पक्नु है छोरी? नचल तिमी। अनि यसरी त्यहाँबाट फेरि मिलाएर कसरी हुन्छ भनेर फेरि यस्तो नगराइस् कि। अनि मैले त फेरि जुन खाले नि लाउँछु कि, अब मैले लेखमा भएपछि ढाक्ने कडुसको पात नि लाउँछु। हजुर। अनि हाम्रो घरतर्फनेर पाइन्छ चिउरीको पाइन्छ। हजुर। अनि त्यो चिउरीको नि लगाउँछु। अब यो चाहिँ सालको पात हो। अनि सालको पात पनि यसरी लगाएँ हैन। दुईटा भयो, बनिसक्यो है। हजुर। अब यस्तो गरेर अनि यसलाई फेरि यस्तै गरेर जसले नि लगाउन सकिने भयो क्या यो भनेको। अब बाँसको अब यो सिन्काहरू हो गरे। सिन्का पहिला चाहिँ सिन्का काट्ने। अनि यसरी यो सिन्का हाल्ने अनि त्यसपछि भाज्ने। यसलाई चाहिँ सिन्का भन्छ है। यो सिन्का भनेको फेरि बाँसको परिकारबाट आउँछ। हजुर। बाँस काट्नुपर्छ। अनि त्यस पछाडि सिन्का हुन्छ। अनि यस पछाडि अब सालको पातको चाहिँ यसरी नै लगाइन्छ। चिउरी पातको लाउँदा चाहिँ चिउरी पात लामो हुन्छ, अलि धेरै यो डाख्लाहरू काट्नुपर्छ। हजुर। यो सालको पातको चाहिँ यस्तो लामो डाख्लाहरू काट्नु पर्दैन। यही भएर यो सालको पातको टपरा चाहिँ राम्रो हुन्छ। अनि हाम्रो घरको नेरोफेरो सालको पात अलि टाढा पाइन्छ। हाम्रो घरको नजिकै चिउरीको पात सस्तो पाइन्छ। अनि त्यसबाट कडुसको पात पाइन्छ। अनि अब लगाएर त सकियो है। अब यसलाई त फेरि उठाउनु पऱ्यो नि। यस्तो गरेर यसरी यसलाई नि साथतिर यसरी अब फर्स्टचोटि एउटा सिन्काले बनाउनु पऱ्यो होइन। यो चाहिँ मेरो व्रतबन्धको लागि बनिरहेको छ। यो चाहिँ मेरो नातिको व्रतबन्धको लागि बनिरहेको टपरा हो कि यो। मेरो सन्तान यति नुहाइदिन्छु। अनि बन्यो। पर्खिनु है, म अझ यो बन्दोबस्त राम्रो गरे पछाडि टपरा सुकेपछि नि केही हुन्न कि। अब फेरि एउटा यो टपरालाई चाहिँ यस्तो राम्रो गराएपछि कति महिना अथवा वर्षसम्म राख्न सकिन्छ? यो नि पात हेरिकन हुन्छ। अब चिउरीको भनेको 2-4 महिना हुन्छ। अनि यो सालको भनेको वर्ष दिनसम्म राखेपछि 1 वर्ष नि ठर्छ। 1 वर्षसम्म राख्न मिल्छ यसलाई नि। अनि यहाँभन्दा बढी कुनै छ? एउटा कडुस भन्ने हुन्छ हाम्रो। कडुसको चाहिँ नि 1 वर्ष 6 महिना ऊ पनि मजाले राख्न सकिन्छ। बुझी त्यत्रो धेरै। यो टपराहरू व्रतबन्ध अनि बिहामा व्रतबन्धमा पूजा गर्न जे पूजा गर्नलाई नि चाहिन्छ, श्राद्ध गर्नलाई नि चाहिन्छ। तर श्राद्धमा तमिला पात पनि गर्न सकिन्छ। अनि व्रतबन्धमा बिहामा फेरि यो श्राद्धमा मात्रै तमिला पात हो है। आएपछि चाहिँ यो बिहाको नि यही सालको पात, चिउरी पात, कडुस पात। अनि पूजा लगाएपछि नि यो शब्द लाने, यो स्वस्तानी लाने, यो हरेक पूजा कार्यमा यस्ता टपरा चाहिन्छन्। त्यो बजारमा हुन्छ नि टल्किने टपरा। यस्तो सानो सानो